आउनुहोस् आज पुस्तकारी बनाउन सिकौँ। यसको फाइदाहरू पनि धेरै नै छ। अझ घरमा बनाएर खानुहुन्छ भने त एकदमै हेल्दी पनि हुन्छ। धेरै त्यस्तो केही हाल्नु पर्दैन। यो चाहिँ नरिवल हो। मैले यसलाई ब्लेन्ड गरेर काटेर मसिनो होस् भनेर तपाईँले बजारबाट जस्तो किनेर लिएर आउन पनि सक्नुहुन्छ। अनि घिउमा मजाले नरिवललाई रातो हुने गरी भुट्नुहोस्। भुटिसकेपछि चाहिँ यसमा थोरै पानी हाल्नुहोस्। पानी हालिसकेपछि चाहिँ तपाईँले थोरै हाल्नुभयो हुन्छ, दुध पनि हाल्न सक्नुहुन्छ, अप्सनल हो। मलाई पानी मनपर्छ। त्यसपछि चाहिँ तपाईँले सक्खर हालिदिन सक्नुहुन्छ। कतिजनाले भेली पनि भन्नुहुन्छ। यसलाई हालिदिएर चाहिँ मजाले चलाउँदै जानुहोस्। चलाउँदै जानु भइसकेपछि चाहिँ तपाईँको आफै जम्दै आउँछ। तपाईँलाई थाहा हुँदै जान्छ यो जम्दै आएपछि चाहिँ। अनि त्यसपछि एउटा भाँडामा यसरी घिउ लगाउनुहोस्। अनि यसको थिकनेस हेर्दै जानुहोस्। अब यसलाई मजाले खनाउनुहोस् त्यो अघि घिउ लगाएको भाँडामा अनि सेलाउन दिनुहोस्। यहाँ चाहिँ मैले बनाउँदै जाँदाखेरि थाहा पाएँ यो चाहिँ अलिक बढी गिलो भयो। गिलो भयो भने चाहिँ राम्रोसँग बन्दैन, यसरी फैलिन्छ। फेरि मैले यसलाई थिक बनाउनको लागि चाहिँ बदामलाई भुटेर अनि त्यसलाई फेरि ब्लेन्ड गरेर फेरि पकाएँ थपेर। अनि अब चाहिँ यो ठिक्क भएको छ। अनि यसलाई फेरि स्टार्ट गर्दैछु। हल्का तातो तातो भएपछि चाहिँ अब हातले समाउन सकिन्छ। त्यसै गरी हातमा घिउ लगाउने र भाँडामा घिउ लगाउने अनि यसलाई गोलो बनाउँदै जाने। अब यति भइसकेपछि यसलाई चाहिँ मजाले फ्रिजमा राखिदिएको राम्रो। अनि यसरी तपाईँले राम्रोसँग बनाएर राख्नुभयो भने चाहिँ धेरै टाइमसम्मको लागि हुन्छ नि। म चाहिँ यसरी ऱ्याप गरेर राख्दैछु ताकि जताततै त्यो गुलियोले नहोस् भनेर हो। यसो गर्दा चाहिँ तपाईँले काहीँ बोकेर हिँड्न पनि सजिलो हुन्छ। म चाहिँ यसरी मजाले यसलाई प्याक गरिदिइसकेपछि ब्याक टु फ्रिजमा हानेर राखिदिन्छु। त्यो भयो भने चाहिँ चिसो खानको लागि एकदमै मिठो हुन्छ। प्लस यो पग्लिँदैन पनि। यसरी राखेपछि चाहिँ तपाईँले अलमोस्ट 1 महिनाको लागि खान सक्नुहुन्छ। बनाएर ट्राई गर्नुहोला। अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।